तल त गइदिँदैन हो Bela injil dengan wajah.
प्रमुख अतिथिज्यू विशिष्ट अतिथि लगायत मञ्चमा आसीन सर्वदलीय गण यहाँ उपस्थित सम्पूर्ण राष्ट्रवादी दाजुभाइ तथा दिदीबहिनीहरूमा अपराह्नकालीन अभिवादन ठक्राउन चाहे स्वीकार गर्नुहोस्। आज आम नेपाली 3 करोड नेपालीको एउटा साझा दिन, पवित्र दिन, महान दिन, जुन दिन श्रीपाद बडामारा धिराज पृथ्वीनारायण शाहको चाहिने जन्म जयन्ती हामीले मनाइराखेका छौँ। पृथ्वीनारायण शाह वास्तवमा राष्ट्र निर्माता मात्र नभएर यो राष्ट्रको चाहिँ एकताका प्रतीक पनि भएको हुनाले र वास्तवमा यो विभिन्न अहिले वादहरू सिद्धान्त र दर्शनहरू जति छन् अब त्यसलाई फलाउने फुल्न दिने अथवा त्यसको पनि जगादार भएको हुनाले आफ्नो ठाउँमा उठेर पृथ्वीनारायण शाहलाई सम्मान गर्नको लागि, स्मरण गर्नको लागि कर्तव्य ध्वनिका साथ ताली बजाउन निवेदन गर्न चाहन्छु। सबजना एकपटक उठेर सम्मान व्यक्त गरिदिनुहोस्, म तपाईँहरूलाई आग्रह गर्छु। पृथ्वीनारायण शाहको चाहिँ हामीले चाहिँ नाम लिइरहँदाखेरि आज 304औं जन्म जयन्ती मनाइरहँदाखेरि वास्तवमा हामी जति उपस्थिति भइरहेका छौँ यो उपस्थिति साह्रै न्यून हो र वास्तवमा आज 77 नेपालको चाहिँ 77 जिल्लामा आज चाहिँ के पार्टी के जाति सबै मिलेर चाहिँ सबै एक भएर आज बडामारा धिराज पृथ्वीनारायण शाह जुन यो देशको चाहिँ जगादार हुन्, जसले चाहिँ यो मुलुकलाई पुनर्निर्माण गरेर यो राष्ट्र नेपालीको मात्रको एकताका प्रतीकका रूपमा हामीले सम्मान गर्ने व्यक्तिलाई आज सबैले 77 जिल्लामा आज सम्मान गर्नुपर्थ्यो, उहाँलाई चाहिँ अभिवादन गर्नुपर्थ्यो र स्मरण गर्नुपर्थ्यो। तर सङ्कुचित विचारधाराबाट सङ्कुचित चाहिँ व्यक्तित्वहरू चाहिँ राजनैतिक पार्टीका दलहरू र वास्तवमा विभिन्न चाहिँ यो देशी विदेशी तत्त्वहरूको चाहिँ यो निर्देश पालकहरूले चाहिँ निर्देशन पालकहरूले आज वास्तवमा बडामारा धिराज पृथ्वीनारायण शाहको नाम सुन्न पनि नसक्ने अवस्था छ। म यही मञ्चबाट तपाईँहरूलाई साँची राखेर उनीहरूलाई के निवेदन गर्न चाहन्छु भने आज लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्रको हामी कुरा गरिरहेका छौँ। त्यो लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्रको जगलाई निर्माण गरिदिने, आज यो मुलुकलाई चाहिँ बचाएर यो मुलुकको निर्माण गरिदिने, जहाँ लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रका नाममा आज राजनीति गरिएको छ, अर्थात् विवादहरू चाहिँ अहिले पनि चाहिँ अस्तित्वमा छन्। यो वादहरू अस्तित्वमा रहने एउटा मूल आधारको हो। यसको आधार कहिले सिर्जना गरिदिएको हो? बडामारा धिराज पृथ्वीनारायण शाहले हो कि होइन? यही पृथ्वीनारायण शाह, बडामारा धिराज पृथ्वीनारायण शाहले निर्माण गरिदिएको जग र आधारमा टेकेर, यही भूमिमा टेकेर, यही माटोमा टेकेर विभिन्न आस्था र सिद्धान्तमा राजनीति गर्नेहरूले कम्तीमा पनि आजको दिन बडामारा धिराज पृथ्वीनारायण शाहलाई स्मरण गर्नु पर्थ्यो, सम्मान गर्नु पर्थ्यो। विडम्बना आज उहाँहरू कुन दुलोमा हुनुहुन्छ, उहाँले चाहिने दुत्कार गर्नु। यहाँ जति उपस्थित हामीहरू भइरहेका छौँ उहाँहरूको दृष्टिमा चाहिने एउटा बादमा सीमित गरेर हामीलाई चाहिने एउटा चाहिने लान्छना लगाइराख्नु भएको छ र वास्तवमा त्यो ज्यादै गलत हो। म तपाईँहरू नेताहरूलाई के निवेदन गर्न चाहन्छु, अब तपाईँहरूको बुद्धि चाहिँ पलाउनु पर्छ। जबसम्म पृथ्वीनारायण शाह जसले यो मुलुकलाई पुनः विखण्डित मुलुकलाई पुनः एकीकरण गरेर आज विशाल नेपाल सिङ्गल लेभल चाहिँ सिङ्गो राष्ट्र र स्वाभिमान राष्ट्रको रूपमा चाहिँ हामीले आफ्नो पहिचान कायम गर्न सकेका छन्। त्यसको जग आधार पृथ्वीनारायण शाहप्रति कसैले अनवरत प्रचार गर्छ, अपमान गर्छ, गाली गर्छ र चाहिँ सम्मान गर्दैन भनेदेखि त्यो मान्छे अन्ततको त जुनसुकै पार्टीको होस्, जुनसुकै जातिको होस्, चाहे जुनसुकै परिवार होस्, परिवारको त्यो सदस्य होस्, त्यो त अन्ततको त एउटा राष्ट्रवादी नेपाली हुनै सक्दैन। हामीले त्यस्तो तत्त्वहरूलाई, त्यस्तो कुमति, त्यस्तो अभिमत राख्नेहरूलाई हामी एकपटक खबरदार गर्नुपर्छ। राष्ट्रवादीहरूले उनीहरूलाई साङ्केतिक रूपमा खबरदार गर्न एकपटक तपाईँहरूले ताली बजाएर उनीहरूलाई सचेत गराउन पनि तपाईँहरू निवेदन। यहाँ प्रसङ्ग आयो, अहिले पृथ्वीनारायण शाहले हाम्रो चाहिँ राज्य खोसिदिए, हामीलाई छुत र अछुत बनाइदिए र हामीलाई पर्गेले गरे, हामीलाई चाहिँ अस्तित्व बिना बनाइदिए, हाम्रो भाषाहरूले
हामीले हरण गरिदिए, हाम्रो पहिचान हरण गरिदिए, हाम्रो संस्कृति हरण गरियो भनेर चाहिँ अनग्रह प्रचार गरिँदैछ। सोझा साझा जनजाति दलित लगायतलाई चाहिँ वर्गलाई यो चाहिने वास्तवमा युरोपियन युनियनको चाहिँ भत्ता खाएर, विदेशी क्रिस्चियनहरूको चाहिँ नुन खाएर, क्रिस्चियनहरूको दाना पानी खाएर जुन किसिमको प्रचार गरिएको छ त्यो मिथ्या आरोप हो, त्यो गलत हो भन्ने कुरा अब बिस्तारै होइन। हिजोका दिनमा पनि प्रमाणित त थियो सत्य, तर यो सत्यलाई मिथ्यामा रूपान्तरण गर्ने प्रयत्नहरू भए। अब सेतोलाई चाहिँ कालो बनाउनु, कालोलाई सेतो बनाउन सकिँदैन, न त कालोलाई सेतो बनाउन सकिँदैन। तथ्य नै अब चाहिँ उजागर हुँदैछ। यो शुभ सङ्केत हो भन्ने मलाई लागेको छ। र आजको दिन हामीले चाहिँ धेरै पटक चाहिँ आवाजहरू उठायौँ। प्रत्येक देशको चाहिँ जग्गा अधिकार, राष्ट्र निर्माणकर्ताको सम्मान गरेको हुन्छ प्रत्येक देशले। संसारका धेरै राष्ट्रहरू छन्, तर हाम्रो देशमा जुन चाहिँ थालमा खायो त्यसैमा छुट्ने प्रवृत्ति हाम्रा नेताहरूले को कारणले बडामारा धीरज पृथ्वीनारायण शाहको जयन्ती अथवा जन्म दिवसलाई चाहिँ उनीहरूको देशमा कालो दिवसको रूपमा मानेर यसलाई चाहिँ मनाउन चाहिँ मनाइ गरिसकेको अवस्थामा हामी अन्ततगत आम राष्ट्रवादी नेपालीहरूको चाहिँ आवाजलाई कुल्चन नसकेर अन्ततगत यो आवाजले उनीहरूको कान गुन्जेमा मात्र होइन, उनीहरूको कानमा थर्कमा चाहिँ आवाजहरू पुग्न सकेको होइन। अब यो आवाजलाई अब धान्न सकिँदैन, हामीले थाम्न सकिँदैन, हामीले रोक्न सकिँदैन भन्ने चाहिँ भइसकेपछि अहिले पृथ्वी जयन्तीको दिन आज बडामारा धीरज पृथ्वीनारायण शाहको चाहिँ जन्म दिवसका दिन आज बिदा दिने चाहिँ प्रचलन अहिले कायम भएको छ। जुन सरकारको पालादेखि कम्तीमा पनि यो चाहिँ राष्ट्रिय दिवसलाई एकताको प्रतीक जन्मेको चाहिँ जन्म जयन्तीलाई जुन एड्रेस सम्बोधन गर्ने प्रयत्न गरिएको छ अथवा बुद्धि पलाएको छ, तिनलाई चाहिँ धन्यवाद दिनैपर्छ। एकपटक तपाईँहरूले पनि ताली बजाउनै। म पृथ्वीनारायण शाहलाई सम्झिरहँदाखेरि पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको अभियानमा कुम साथमा साथ दिनेहरू विश्वनगरजी, जया नगरजी, कालु सार्की, बाङ्गे सार्की, जसवीर कामी, योगजङ कामी, बेका सिंह विश्वकर्मा, मणिराम गाइलेहरूलाई जसले वास्तवमा चाहिँ पृथ्वीनारायण शाहको चाहिँ अभियानलाई एकीकरण अभियानलाई जुन साथमा साथ दिएर काँधमा काँध दिएर चाहिँ सफल बनाउन प्रयत्नशील रहे, ती महान सपुतहरूप्रति पनि हामीले सम्मान गर्नुपर्छ। तपाईँहरूलाई एकपटक ताली बजाउने। दलितहरूलाई हेपियो भन्ने जुन प्रसङ्ग छ, दलितहरूलाई चाहिँ दिव्य उपदेशमा समेटिएन भन्ने प्रश्न छ, यो अन्ततः बुझाइ गलत हो। किनभने पृथ्वीनारायण शाहका एकदमै चाहिँ सच्चा र पृथ्वीनारायण शाहका चाहिँ विश्वासीलाई गुरु नै सल्लाहकार विश्वनगरजी थिए। विश्वनगरजीका पृथ्वीनारायण राजा स्वयं गएर मुनि गएर विश्वनगरजीसँग सल्लाह मागेको स्थिति छ र विश्वनगरजीको सल्लाहमा वास्तवमा चाहिँ मुलुकको चाहिँ पुनः एकीकरण निर्माणका लागि चाहिँ अर्थ सङ्कलनदेखि लिएर कसरी अगाडि बढ्ने हो भन्ने चाहिँ स्ट्राटेजिक पोइन्ट अफ भ्यूबाट रणनीतिक योजना कसरी बनाउने भन्ने सन्दर्भमा पनि विश्वनगरजीले बडामारा धीरज पृथ्वीनारायण शाहलाई 12,000 कुरिया गोर्खामा छन्। एउटा कुरियाले चाहिँ 1 रुपियाँ दियो भने 12,000 हुन्छ सरकार, र त्यो 12,000ले तपाईँको चाहिँ मनोकाङ्क्षा पुरा हुन्छ। तपाईँ बनारस गएर त्यहाँको यात्रा गरेर त्यहाँ अध्ययन गरेर र अनि केही हात हतियार किन्नलाई चाहिँ सफल हुन्छ। अर्थात् तपाईँको चाहिने कार्य योजना, तपाईँको चाहिने सोच यसरी पुरा हुन सक्छ। कोहीसँग ऋण सापटी लिनु जरुरी छैन। यसले के गर्छ, 12,000 जनताहरू पनि तपाईँसँग खुसी हुन्छन्, किनभने जहाँ आफ्नो लगानी छ आफ्नो राष्ट्रप्रति सचेत हुन्छन्। यस्तो सल्लाह दिने विश्वनगरजीका सन्ततिहरू अनि चाहिने कालु सार्की, बाङ्गे सार्की जसले चाहिँ युद्धमा आफ्नो चाहिने कला, आफ्नो सिप प्रोफेसनल चाहिने जुन सिप लगाएर थालाका चाहिने यो चाहिने खोलहरू अर्थात् त्यो चाहिने जुत्ताहरू जो सिलाउन साथ दिएर अनि चाहिने कामी जसवीर कामी, योगजङ कामी र बेका सिंह विश्वकर्माहरूले हात हतियार बनाएर यो चाहिने बेका सिंह कामी विश्वकर्मालाई इन्जिनियर भनेर भनिएको छ। वास्तवमा उनीहरू पेसागत रूपमा इन्जिनियर पनि हुन्। उनीहरूले चाहिँ हात हतियार खुडा खुकुरी तयार गरेर पृथ्वीनारायण शाहको चाहिँ अभियानलाई जुन काँधमा काँध मिलाइदिए र हौसला प्रदान गरे। र मणिराम गाइनेको कुरा गर्नुहुन्छ भने
पृथ्वीनारायण शाहको अभियानलाई राम्रोसँग बुझ्नलाई सारङ्गी बजाउँदै घर घरमा पुगेर ठाउँ ठाउँमा थर थरमा पुगेर उनीहरूले आफ्नो गोप्य कुरा अर्थात् जनभावना बुझेर उनले जुन किसिमको साथ र सहयोग दिए ती व्यक्तिहरू ल अब यहाँ छोटो भन्ने कुरा आइसक्यो त्यस्ता व्यक्तिहरूका सन्ततिहरूले आफूलाई अहिले दलित भनेर हामी पछाडि पिछाडियौँ र पृथ्वीनारायण शाहको दिव्य उवजमा समेटिएन र पृथ्वीनारायण शाहले हामीलाई पर्गिलाइ पार्यो भन्ने कुरा त्यो सरासर गलत हो। त पछिको चरणको कुराहरू आफ्ना कारणहरू पनि हुनसक्छ। मित्रहरू दलित जति पनि आफूलाई म दलित बन्न चाहन्न शिल्पी बन्न चाहन्छु त्यो समुदायका साथीहरू समुदायका अग्रजहरूलाई पनि निवेदन गर्न चाहन्छु तपाईँले त्यही रूपमा बुझ्नुहोस् र पृथ्वीनारायण शाहले कहिल्यै पनि छुत र अछुत भनेका छैनन्। पृथ्वीनारायण शाहले सानो र ठुलो कहिले भनेका छन्। त्यसैले यो राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको कुरा गर्नुहुन्छ अरे खजेदुरुका कुरा गर्नुहोस्। अब नारायण दुरा दधिराम दुरा माधव चाहिने दुरा नेवार समुदाय चाहे मधेसी भन्नुहोस् चाहे हिमाली भन्नुहोस् चाहे इस्लामहरू भन्नुहोस् चाहे बाहुन भन्नुहोस् चाहे छेत्री भन्नुहोस् चाहे गुरुङ भन्नुहोस् चाहे मगर भन्नुहोस् सबै जात जाति वर्गले पृथ्वीनारायण शाहलाई साथ नदिएको भए यो एकीकरण अभियान चाहिने सफल हुने थिएन र यो एकीकरण वास्तवमा चाहिने 2224 टुक्रामा टुक्रिएको विभक्त नेपाल आज यो चाहिने एउटा सिङ्गो नेपाल भएर रहन सक्ने थिएन। त्यसो भएको हुनाले म आज आदिवासी जनजातिको नाममा दलितको नाममा विभिन्न नाममा पृथ्वीनारायण शाहलाई जसले चाहिँ पर्गेलै गरेको छ त्यो अबुझको कारण हो। तपाईँ हाम्रै सबैको पुर्खाहरूले पृथ्वीनारायण शाहलाई साथ दिएर पुनर्निर्माण गरिएको नेपाललाई ती पुर्खाहरूलाई सम्मान गर्नुपर्ने ठाउँमा अहिले विदेशी फन्डबाट फन्डेडहरूको चाहिँ त्यो विदेशीहरूको दिमागमा लागेर हामीले जुन मुलुकलाई विखण्डित फेरि 2224तिरै टुक्राउने जुन जाति र अतिवादका कुराहरू हामी गरिरहेका छौँ त्यो सरासर गलत छ। अब तपाईँहरू सबैले बुझ्नुपर्छ भन्ने मेरो धारणा छ। नेताजीहरूलाई म निवेदन गर्न चाहन्छु तपाईँहरूले राम्रोसँग बुझ्नु होला। अब हामी एउटा चरणमा थियौँ हामी धेरै कुरा गऱ्यौँ चर्का कुरा गऱ्यौँ। अब ती सबै चर्का कुरा गरेर मैले आवश्यक ठानेको छैन। नेता चाहे तपाईँ काङ्ग्रेस हुनुहोस् चाहे तपाईँ कम्युनिस्ट हुनुहोस् चाहे राप्रपा हुनुहोस् चाहे जुनसुकै पार्टीमा आस्थावान हुनुहुन्छ जुनसुकै पार्टीका नेताहरू हुनुहुन्छ आज पृथ्वीनारायण शाहले पुनः एकीकरण गरेर यो राष्ट्रलाई यो रूपमा चाहिँ ल्याउने प्रयत्न नगरेको भए र उनका सन्ततिहरूले पृथ्वीनारायण शाहको जुन अभियानलाई मूर्त रूप दिएर आज यो चाहिँ विशाल नेपाल निर्माण नभएको भए तपाईँका दर्शन तपाईँहरूका सिद्धान्त तपाईँहरूको राजनीति अर्थ्यो कहीँ तपाईँ गर्न सक्नुहुन्थ्यो तपाईँ नेपाली भएर रहन सक्नुहुन्थ्यो। त्यो कुराको तपाईँले राम्रोसँग बुझ्न जरुरी छ। अब म धेरै लामो कुरा गर्दिनँ मलाई छोट्याउन भनिसकिएको छ। हेर्नुहोस् संसारमा राष्ट्र निर्माताहरूको चाहिँ ठुलो सम्मान गरिएको छ। चीन चाहे हाम्रो त यहाँ चाहिने राजा महाराजाहरूलाई यो सामन्तहरू सेतो हात्ती के भनियो यो राज संस्थालाई चाहिँ सामन्तवादी संस्था भनियो। ठिक छ त्यो संस्था चाहिँ राजाको जेठो छोरा राजा हुने त्यो परम्परागत त्यसलाई आधार गरेर भनिएको भने चीनको कुरा गर्नुहोस् चीनको चाहिने चिन्सी हाङ्ती भन्ने जुन चीनका सम्राटले चीनको चाहिने एकीकरण गरे र त्यहाँ उनले चाहिँ एकीकरण गर्दाखेरि यो चाहिने कन्फ्युसियस पन्थीहरू 460 जना मान्छेलाई जिउँदै उनले चाहिने मारेका छन् खाडल खनेर हालेर मारेका पनि छन्। तर सिन्सीले चाहिने उनले चीनको एकीकरण गरे र चीनको चाहिने पर्खाल चाहिने ग्रेट वल निर्माणको चाहिँ सुरुवात गरे भाषा र संस्कृतिको जगेर्ना गरे। त ती व्यक्तित्वलाई माओ त्से-तुङ जस्ता चाहिने जुन चाहिने कम्युनिस्ट नेताहरू माओ त्से-तुङ स्वयंले उनको सम्मान गरेका छन् के भन्छन् भने यो चाहिँ चिन्सीले 460 जना मान्छे चाहिँ मारे हामीले चाहिँ 46,000 मान्छे मार्यौँ। क्रान्ति र प्रतिक्रान्तिको कुरा गर्दा अन्ततः हामीले चाहिँ चिन्सी सम्राट चिन्सीलाई हामीले गाली मात्रै गरेन उनले राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई हामीले सम्मान गर्नुपर्छ। उनलाई दुत्कारले होइन हामीले स्याल्युट गर्नुपर्छ स्मरण गर्नुपर्छ भनेर भन्ने माओ त्से-तुङका चेलाहरूले आज पृथ्वीनारायण शाहलाई चाहिँ दुत्कार गर्नु कतिसम्म सान्दर्भिक हुन्छ कतिसम्म उनीहरूमा चेत रहेछ भन्ने कुरा त्यो स्पष्ट हुन्छ। देशभागको कुरा गर्नुहोस् जर्मनीको इटालीमा चाहिने केबुर गेरिवल्डीको कुरा गर्नुहोस् यहीँ सिङ्गापुरको ली कुआन यूको कुरा गर्नुहोस् मलेसियाको महास्थितिको कुरा गर्नुहोस् ती चाहिने राष्ट्र नायकहरू राष्ट्र निर्माताहरू ती राष्ट्रवादी व्यक्तित्व कहीँ अपहेलित भएका छन्। कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तो संसारमा नभएको प्रवृत्ति यही
मन मस्तिष्कबाट होइन। मेरो विचारमा पृथ्वीनारायण शाहलाई जसले चाहिँ अपहेलन गर्छ त्यो घाटोपर एउटा सच्चा नेपालीको मनबाट आउने कुरा होइन, यो आयोजित कुरा हो। विदेशी प्रभुहरूले लगाइएका चाहिने कुराहरू हुन्। यसमा चाहिने अब हामीले सबैले करेक्सन गर्नुपर्ने चाहिने अवस्था आएको छ र यो पृथ्वी जयन्ती अब केही वर्षदेखि चाहिँ बिदा दिएर राज्यले पनि अलिकति सम्मान गरेको अवस्था छ र यही मञ्चबाट फेरि यहाँ प्रधानमन्त्री कुन पार्टीको आउँछ, कुन विचारमा आस्था राख्ने आउँछ, उसमा चाहिँ भर पर्छ यो बिदा दिने नदिने कुरा। खबरदार, अब यो बिदा दिने प्रचलन सुरु भएको छ। यो बिदा पृथ्वी जयन्तीमा बिदा नदिने कुनै पनि प्रधानमन्त्री आयो भने, कुनै सरकार आयो भने आम नेपाली राष्ट्रवादीले खबरदार मात्र गलत त्याएर निकाल्नुपर्छ र चाहिँ कुर्सीबाट चाहिँ सडक बनाएर पछार्नुपर्छ। यो हामी नेपाली जनताको चाहिँ हाम्रो अधिकार हो, हाम्रो माग हो। त्यो हामी त्यो क्षमता त्यो हैसियत राख्नु किन पर्छ भनेदेखि नेपाल नरहे कहाँको राजनीति हुन्छ, कहाँको पार्टी हुन्छ। त्यसो भए म नेताहरूलाई समयमै सचेत हुनुहोस्। तपाईहरू अर्काको बुद्धिमा चाहिने लागेर मात्रै राजनीति गर्ने काम नगर्नुहोस्। आफ्नै बुद्धिमा लागेर राष्ट्रियताप्रति समर्पित भएर राष्ट्रमा योगदान गर्ने मान्छेहरू जुनसुकै कदर गर्ने गरेर बडा महाराज धीरज पृथ्वीनारायण शाहलाई चाहिँ अब स्मरण गरौँ। जहाँ जहाँ शालिगोरु भत्काइएका छन्, फालिएका छन्, अब ती शालिगोरुलाई तपाईँहरूले पुनर्स्थापना गरेर सम्मान गर्नुहोस्। म यो चाहिँ राष्ट्रिय यो विभिन्न पार्टीका नेताहरूलाई चाहिँ म अनुरोध गर्न चाहन्छु। तर हामी जनताहरू आपसमा चाहिँ जाति र चाहिँ पार्टी बढेर यो चाहिँ विभिन्न समुदायबाट हामी आपसमा लडभिड गर्न जरुरी छैन। यो सिकाउने गुरुलाई पाठ सिकाउनु पर्छ, गुरुहरूलाई पाठ सिकाउनु पर्छ। हामी सबै मिलेर तब राष्ट्रियताको जगेरा हुन्छ। आदरणीय जनहरूलाई यति कुरा गर्छु र वास्तवमा पृथ्वीनारायण शाहले कसैलाई प्रज्ञान गरेको छैन। उहाँले भनिरहेको छ पृथ्वीनारायण शाहको भनाइ नि के छ भने यो डिठा जाति, ठकुरी जाति डिठा राख्नु, मगर जाति विचारी राख्नु र प्रत्येक कचहरीमा चाहिने एकजना पण्डित राखेर न्याय दिलाउनु। आज मगर समुदायका साथीहरू उहाँहरूले चाहिँ वास्तवमा चाहिने पृथ्वीनारायण शाहप्रतिको तपाईँहरूको चाहिँ मगर समुदायका केही नेताहरूको जुन विदेशीबाट प्रभावित नेताहरूले पृथ्वीनारायण शाहलाई जति चाहिँ तपाईँहरूले चाहिँ प्रज्ञालाई गर्नुहुन्छ, तपाईँले जति चाहिँ अनगरल प्रचार जुन तपाईँ बुझ्नुभएको तपाईँको बुझाइ गलत छ। पृथ्वीनारायण शाहले मगरलाई न्याय क्षेत्रको चाहिँ महत्त्वपूर्ण जिम्मेवारी त्यति बेला पृथ्वीनारायण शाहले मगरहरूलाई दिएको चाहिने कुरा छ। गोर्खाको छ थर भारदारहरूमध्ये राणा चाहिने मगर चाहिने थरमा एक थर चाहिने पृथ्वीनारायण शाहले सम्मान साथ राखेका छन्। त्यसैले गुरुङको कुरै छोड्नुहोस्, मगरको कुरै छोड्नुहोस्, ठकुरी खसको कुरै छोड्नुहोस्, सबै ब्राह्मणको कुरा छोड्नुहोस्। यो देश सबै जात जाति मिलेर बनेको निर्माण गरिएको हुनाले अब हामी चाहिने सबै मिलेर जति दुःख पाइयो यो मुलुक वास्तवमा चाहिने यो विदेशीहरूको चाहिने आयातित विचारबाट प्रभावित भएर जुन आफ्नो निज स्वार्थमा लिन भएर तपाईँहरू नेताहरूले जति गल्ती गर्नुभयो अब तपाईँले आम नेपालीहरूसँग माफ राष्ट्रवादी नेपालीहरूसँग माफ मागेर तपाईँहरूले चाहिने वास्तवमा चाहिने ठिक ट्र्याकमा राजनीति गर्नुहोस्। बडा महाराज धीराज मात्रै हो, महेन्द्र सरकारलाई पनि म यहाँ तपाईँहरूले निवेदन गर्न चाहन्छु। तपाईँहरूले जुनले जसरी बुझ्नु त बुझ्नुहोस्, श्रीपाद महेन्द्र सरकारलाई पनि हामी चाहिँ सम्मान गर्नुपर्छ। एकपटक करतल गर्नु त्यसमा तपाईँले ताली बजाउनुपर्छ। किनभने अर्को पृथ्वीनारायण शाहपछिको वीर सपुत एकताको चाहिँ प्रत्येक राष्ट्र निर्माणमा अहम भूमिका खेल्ने महेन्द्र सरकारको चाहिँ योगदान, उहाँको कुर्बानीलाई पनि हामीले बुझ्छौँ। आज यो मुलुकलाई चाहिँ पूर्व पश्चिम राजमार्गको कुरा गर्नुहोस्, उद्योग व्यवसायको कुरा गर्नुहोस्, मुलुकलाई औद्योगिकरण गर्ने कुरा गर्नुहोस्, त्यो महेन्द्रको नितान्त व्यक्तिगत सोच थियो, दूरदर्शिताको कारण थियो। आज महेन्द्रको नाम सुन्न नहुने यहाँ मिडियाको साथीहरू तपाईँहरू कतिजना हुनुहुन्छ, म मिडियाका साथीहरूलाई हार्दिकतापूर्वक निवेदन गर्न चाहन्छु। बाबु तपाईँहरूले पत्रकारहरूले राम्रोसँग विश्लेषण गरेर तपाईँहरूले चाहिने आफ्नो माइन्ड मेकअप गर्नुहोस् र प्रचार गर्नुहोस्। महेन्द्रको नाम लिँदैमा मान्नु अराष्ट्रिय भन्ने जुन चाहिने र एउटा राजावादी भन्ने जुन तपाईँहरूको चाहिँ एउटा सोच र चिन्तन छ, त्यो सोच पनि आयाती सोच हो। त्यो सोचबाट पत्रकार साथीहरू उठ्न जरुरी छ। तपाईँहरू एकदम सचेत भएर तटस्थ भएर चाहिँ प्रचार प्रसार गर्नु। मैले आज पृथ्वी जयन्तीको सन्दर्भमा तपाईँहरूलाई लाग्न सक्छ, पृथ्वी जयन्तीको सन्दर्भमा
आज महेन्द्रको नाम महेन्द्रको प्रसङ्ग ल्याउनु के तात्पर्य थियो, के तार्किकता थियो, के औचित्य थियो भने तपाईँहरूलाई प्रश्न लाग्ला। यति मात्रै होइन, किनभने पृथ्वीनारायण शाहले एकीकरण अभियान थालेर उहाँका सन्ततिहरूले एकीकृत गरेको मुलुकलाई अझै व्यवस्थित रूपमा अझ चाहिँ यसलाई विकासको दृष्टिकोणले, औद्योगिकरणको दृष्टिकोणले, यातायातको दृष्टिकोणले र वास्तवमा चाहिँ भूमिहीन किसानको दृष्टिकोणले यो वास्तव आफ्नो गाउँ आफै बनाऊ भनेर पछि चाहिँ नारा ल्याइयो। त्यो चाहिँ महेन्द्रले श्रीपाद महेन्द्रले चाहिँ गाउँ विकास गाउँघरको अभियान ल्याइसकेको स्थिति हो, भूमि सुधार अभियान ल्याइसकेको स्थिति हो। त्यसैलाई कपी गरेर मात्र अगाडि बढाइएको कुरा, त्यो कुरालाई प्रत्येक नेताहरू, चाहे काङ्ग्रेस हुनुहोस् तपाईँ, चाहे कम्युनिस्ट हुनुहोस्, चाहे राप्रपा हुनुहोस्, चाहे कुनै चाहिँ पार्टी र भाजपा हुनुहोस्, श्रीपाद महेन्द्रलाई पनि जबसम्म तपाईँहरू सम्झनुहुन्न, तपाईँहरूको चिन्तन चाहिँ पुरा हुँदैन, तपाईँहरूको चिन्तन आग्रही हुन्छ, तपाईँहरूको चिन्ता पूर्वाग्रही हुन्छ र तपाईँहरू जस्ता नेताले कहिल्यै पनि न त यो देशको भलो गर्न सक्नुहुन्छ, न जनतालाई राहत नै दिन सक्नुहुन्छ। त्यसैले आम राष्ट्रवादी जनताहरू, आम नेपालीहरू, अब हामी नेता पक्ष नेतावादी होइन, हामी राष्ट्रवादी भन्न सक्नुपर्छ। हामी नेताको चाहिँ चाकडी र चाप्लिसी गर्ने होइन, राष्ट्रियतापट्टि सचेत हुनुपर्छ। म मेरो फिल्डका प्राध्यापक साथीहरूलाई तपाईँहरूलाई निवेदन गर्न छ, जति बेलासम्म पार्टीको झोले बन्नुभयो, पार्टीको कार्यकर्ता बन्नुभयो, अब पार्टीको कार्यकर्ता बन्न छोडेर सच्चा प्राज्ञिक व्यक्तित्वको रूपमा आफूलाई ल्याउनुहोस् र तपाईँहरूको चिन्तन चाहिँ आम नेपालीको माझ पस्कनुहोस्। त्यहीँ नै कल्याण छ, तपाईँहरूको पनि कल्याण छ, राष्ट्रको पनि कल्याण छ। झोले भनेर अब कसैले कसैलाई, किन आम नेपालीहरूमा सचेतना अब आएको छ, को व्यक्ति कसको पछाडि किन लागेको छ, स्वार्थ खेल्छ भन्ने कुरा त्यो सबै अब छर्लङ्ग हुन गएको छ। म चाहिँ नै भड्काउँ बोल्थेँ। अब यहाँ